67औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै सुशासन, शान्ति र सहमतिलाई आत्मसात गरी अगाडि बढ्नु सबैको साझा जिम्मेवारी र दायित्व भएको राष्ट्रपति भण्डारीको भनाई। कान्तिपुर पब्लिकेशन्स 25औं वर्षमा प्रवेश, संविधान कार्यान्वयनमा सहयोगी भूमिका खेल्दै मुलुकलाई स्थिरता र आर्थिक समृद्धितर्फ लैजान योगदान गर्ने प्रतिबद्धता। उत्तर अफ्रिकीबाट हुँदै युरोप प्रवेश गर्न खोज्ने करिब 500 आप्रवासी र प्रहरी बीच स्पेनमा झडप, 11 प्रहरी सहित 13 जना घाइते। र कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि पुरुषतर्फ आर्मीका हरि रिमाल र महिलातर्फ कान्छीमाया कोजुलाई उपाधिमा विभागीय खेलाडीहरूको वर्चस्व कायमै। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी प्रकाशसँगै म लक्ष्मी। समाचार अब विस्तारमा। मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज विभिन्न कार्यक्रम गरी 67औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ। 104 वर्षीय जहानिया राणा शासक जनता समक्ष घुँडा टेक्न बाध्य भई मुलुकमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन 7 गते हरेक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाइँदै आएको छ। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले 2007 साल फाल्गुन 7 गते प्रजातन्त्र स्थापना गरेको थियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा शासक र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो। प्रजातन्त्र दिवसका अवसरमा राजधानी सहित मुलुकभर सरकारी तथा स्थानीय स्तरमा विभिन्न कार्यक्रमको आयोजना हुने गरेका छन्। राजधानीको टुनीखेलमा नेपाली सेनाले अहिले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, मन्त्रीहरू, सरकारका उच्च पदस्थ अधिकारी, नेपाली स्थित कूटनीतिक नियोगका प्रतिनिधि सहित सर्वसाधारणको समेत उपस्थिति रहेको छ। यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासको लामो कालखण्डको विविध आरोह अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भई सुशासन, शान्ति र सहमतिलाई आत्मसात गरी अगाडि बढ्नु सबैको साझा दायित्व र जिम्मेवारी भएको बताउनु भएको छ। उहाँले संविधानले व्यवस्था गरे अनुसारको आवधिक निर्वाचन मार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ अघि बढाउन आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्नु भएको छ। उहाँले प्रजातन्त्र दिवसले देशको राजनैतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामना गर्नु भएको छ। दिवसको पूर्व सन्ध्यामा शुभकामना दिँदै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनताले अहिले भोगिरहेको अवस्था प्रजातन्त्र भए नभएको बारे प्रश्न गर्ने बेला आएको बताउनु भएको छ। शाहले नेपालीले पाइला पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र भएको उल्लेख गर्नु भएको छ। प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्नेमा उहाँको जोड छ। दिवसका अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले समेत शुभकामना दिएका छन्। पहिलो निर्वाचन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। निर्वाचन आयोगको प्रस्तावमा सरकारले गत माघमा प्रत्येक वर्षको फागुन 7 गते निर्वाचन दिवस मनाउने निर्णय गरेको थियो। नेपालमा पहिलो पटक 2015 साल फागुन 7 गते आम निर्वाचन भएको थियो। सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउन लागेको हो। 16वटा दल सहभागी भएको सो निर्वाचनमा नेपाली कांग्रेसले 2/3 बहुमत अर्थात् 74 सिट प्राप्त गरेको थियो। लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको 58 वर्षपछि आयोगले पहिलो पटक दिवस मनाउन लागेको हो। दिवसका अवसरमा निर्वाचन आयोगले आज विशेष कार्यक्रमको आयोजना गरेको छ। काठमाडौँको कान्तिपथ स्थित आयोग कार्यालयमा दिउँसो 2 बजेपछि हुने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, मन्त्री लगायत उच्च सरकारी अधिकारी सहभागी हुने सो कार्यालयले जनाएको छ। मुलुकमा 2054 सालपछि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन, जसका कारण 35 वर्ष उमेर समूहका 80 लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुसार आगामी 2074 साल माघ 7 गते भित्र संघीय प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्व सन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ।
निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको सरकारले आज मधेसी मोर्चासँग निर्णायक छलफल गर्दैछ। संविधान संशोधन बिना निर्वाचनमा सहभागी नहुने अडानमा रहेको मोर्चालाई प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै प्रक्रिया एकसाथ अघि बढाउने आश्वासन दिँदै आउनु भएको छ। यद्यपि प्रधानमन्त्री दाहालसँगको छुट्टा छुट्टै छलफलका क्रममा मोर्चा नेताहरूले संविधान संशोधन नभई निर्वाचन मिति घोषणा भए सोही दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिँदै आएका छन्। राजधानीको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान 10 बजेपछि बस्ने बैठकमा सत्तारूढ दल र मधेसी मोर्चा आबद्ध दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको छलफलमा सत्तारूढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले भोलि आइतबार निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए। यद्यपि मोर्चा भने सो मान्न तयार देखिएको छैन। निर्वाचन आयोगले आगामी जेठको 1 र 21 गते मतदान हुने गरी मिति प्रस्ताव गरे पनि दलीय सहमति हुन नसक्दा मिति घोषणा हुन सकेको छैन। सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज पनि बस्दैछ। गत बिहिबारबाट सुरु बैठकमा समसामयिक राजनैतिक अवस्था र पार्टीको भावी योजनाबारे छलफल हुने नेता अग्निश सापकोटाले जानकारी दिनुभयो। राजधानीको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपराह्न 3 बजेपछि बस्ने बैठकमा बोल्न बाँकी सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। पार्टीभित्रै संविधान संशोधन नगरी निर्वाचनमा जान नहुने आवाज उठिरहेको समय अध्यक्ष दाहालले त्यसबारे आजको बैठकबाट ठोस निर्णय गराउने सम्भावना भने छ। गत बिहिबारको बैठकमा धारणा राख्दै नारायण काजी स्वास्थ्य पक्षका नेताले तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए भने रामबहादुर थापा, देव गुरुङ लगायत नेताले भने संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने धारणा राखेका थिए। कान्तिपुर पब्लिकेसन आजबाट 25औं वर्षमा प्रवेश गरेको छ। प्रकाशन तथा प्रसारणको क्षेत्रमा मुलुककै अग्रणी स्थानमा रहेको पब्लिकेसनले आज 25औं वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। छापा र डिजिटल पत्रकारिताको परिपूरक प्रस्तुतिको विशिष्टता बोकेको पब्लिकेसन 2049 सालमा स्थापना भएको हो। 24 वर्ष पूरा गरी 25औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिँदै पब्लिकेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पब्लिकेसनलाई यो अवस्थामा ल्याउन सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्नु भएको छ। छोटो समयमा ठूल्ठूला परिवर्तनबाट गुज्रेको नेपाली समाजमा संक्रमणको साक्षी बन्दै राष्ट्र र जनताको पक्षमा पब्लिकेसनले योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो। निरन्तरता र स्थायित्व नै पब्लिकेसनको सफलता रहेको भन्दै अध्यक्ष सिरोहियाले सूचना प्रविधिमा आएका परिवर्तनहरूलाई आत्मसात गर्दै अघि बढ्ने समेत उल्लेख गर्नु भएको छ। नयाँ संविधान निर्माण भए पनि यसको वास्तविक कार्यान्वयन निर्वाचनको माध्यमबाट मात्र सम्भव रहेको उल्लेख गर्दै उहाँले मुलुकलाई राजनैतिक निकास दिन तिनै तहको निर्वाचन अपरिहार्य रहेको बताउनुभयो। यसको उत्प्रेरणामा पब्लिकेसन लागि पर्ने समेत उहाँले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ। राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न कार्यपत्रमाथि छलफल सुरु भएको छ। उद्घाटन सत्र लगतै हिजो सुरु भएको बन्द सत्रको पहिलो दिन राजनैतिक, आर्थिक र विधान मस्यौदा प्रस्तुत भएको थियो। भ्रिकुटी मण्डपमा सुरु बन्द सत्रको दोस्रो दिन अहिले विधान संशोधनको मस्यौदामाथि छलफल जारी रहेको सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। बन्द सत्रमा आजै पार्टी अध्यक्ष कमल थापाले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र राष्ट्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ। थापाको प्रतिवेदनमा धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्रको परिकल्पना गरिएको छ। त्यस्तै राष्ट्रिय एकताका लागि संवैधानिक राजतन्त्रलाई पनि उहाँले आफ्नो राजनीतिक प्रतिवेदनमा समेट्नु भएको छ। महाधिवेशनमा सहभागी 3315 प्रतिनिधिलाई विभिन्न समूहमा विभाजन गरी 3वटा कार्यपत्रमाथि एकैसाथ छलफल गर्ने सो पार्टीले जनाएको छ। छलफलपछि परिमार्जन तथा यथास्थितिमा पारित गर्ने प्रक्रिया आजै सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ। जारी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्नेछ। त्यसका लागि भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने श्रेष्ठले बताउनुभयो। महाधिवेशनको पूर्व सन्ध्यामा सर्वसम्मत नेतृत्व चयनको चर्चा चले पनि राष्ट्रिय अध्यक्ष प्रकाश चन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि सर्वसम्मत चयन हुने सम्भावना भने क्षीण बनेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग। धादिङ बेनीघाट केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ। बिहान 6 बजे 4.4 म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। गत वर्ष वैशाख 12 गतेको गोर्खा भूकम्पपछि 4 म्याग्निच्युड र सो माथिका 477 वटा परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अफ्रिकाबाट युरोप प्रवेश गर्ने क्रममा आप्रवासी र प्रहरीबीच झडप हुँदा 13 जना घाइते भएका छन्। झडपका बीच 500 आप्रवासी स्पेनिस भूमिमा प्रवेश गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। उत्तर अफ्रिकाको मोरक्कोसँग सीमा जोडिएको स्पेनिस सेउटा नामक स्पेनिस क्षेत्रमा आप्रवासी प्रवेश गरेको बीबीसीले जनाएको छ। 20 फिट अग्लो सुरक्षा बार माथि चढेर उनीहरूले प्रवेशको प्रयास गरेका थिए। 700 भन्दा बढी आप्रवासीले प्रयास गरे पनि 500ले रेजर सहितको तारबार पार गर्न सकेका हुन्। अफ्रिकासँग जोडिएको युरोपेली भूमिमा प्रवेश गरेपछि उनीहरूले नाचगान गर्दै खुसियाली गरेका थिए। सेउटा अफ्रिकामा रहेको स्पेनिस भूमि भएकाले स्पेनको मुख्य भूमि पुग्न समुद्र पार गर्नुपर्ने हुन्छ। पाकिस्तानमा गत बिहिबार भएको आत्मघाती विस्फोटपछिको कारबाहीमा 100 भन्दा बढी सशस्त्र विद्रोही मारिएको स्थानीय प्रशासनले दावी गरेको छ। शेहवान शहरको सुफी पवित्र मस्जिदमा भएको विस्फोटमा 80 जनाको मृत्यु भएको थियो। घटना लगत्तै अफगानिस्तानसँग सीमा क्षेत्र बन्द गरी विभिन्न स्थानमा गरेको तीव्र कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको पाकिस्तानी अधिकारीले दावी गरेका छन्। पाकिस्तान प्रशासनले अफगानिस्तानलाई सशस्त्र विद्रोहीलाई आश्रय दिएको आरोप समेत लगाएको छ। अब खेल प्रसङ्ग। 7औं संस्करणको कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि पुरुषतर्फ आर्मीका हरिकुमार रिमाल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जितेका छन्। कान्तिपुर पब्लिकेसन्सको 24औं वार्षिकोत्सवको अवसरमा आयोजित म्याराथनमा यसपटक पनि विभागीय खेलाडीको वर्चस्व कायमै रह्यो। तेस्रो पटक उपाधि जितेका च्याम्पियन हरिकुमार रिमालले 1 घण्टा 6 मिनेट 41 सेकेन्डको टाइमिङ निकाल्दै उपाधि कब्जा गरे। पुरुषतर्फ अनिस थापा मगर दोस्रो र तीर्थकुमार पुन तेस्रो भए। महिलातर्फकी च्याम्पियन कान्छीमाया कोजुले गत वर्षकी च्याम्पियन विश्वरूपा बुढालाई पछाडि पार्दै चौथो पटक उपाधि जित्न सफल भइन्। कोजुले 1 घण्टा 19 मिनेट 22 सेकेन्डमा दूरी पार गरिन्। विश्वरूपा दोस्रो र सोनु कार्की भने तेस्रो भए। उपाधि विजेता रिमाल र कोजुले 50,000 रुपैयाँ र स्कुटर प्राप्त गरेका छन्। 21 किलोमिटर लामो म्याराथनमा पुरुषतर्फ 947 र महिलातर्फ 119 जनाले सहभागिता जनाएको कान्तिपुर पब्लिकेसन्सले जनाएको छ। काठमाडौँको थापाथली स्थित कान्तिपुर पब्लिकेसन्सको सेन्ट्रल बिजनेस पार्कमा प्रधानमन्त्री पुष्पकमल दाहालले म्याराथनको उद्घाटन गर्नुभएको थियो। माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, गट्ठाघर, सानो ठिमी, भक्तपुर, सल्लाघारी चोक हुँदै कटुन्जे नजिकैबाट फर्कदै म्याराथन पुनः सोही बाटो हुँदै बिजनेस पार्कमा आएर समापन भएको हो। यस्तै 3 किलोमिटरको व्हील चेयर दौडमा 39 सहभागी छन् भने 5 किलोमिटर कर्पोरेट मिडियामा झण्डै 500ले नाम दर्ता गराएका छन्। व्हील चेयर दौडमा पहिलो हुनेले दुवैतर्फ 20-20 हजार, दोस्रोले 10-10 हजार र तेस्रोले 5-5 हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। धरानमा जारी बुढासुब्बा गोल्ड कप फुटबलमा आज क्वार्टर फाइनलको खेल सुरु हुँदैछ। पहिलो क्वार्टर फाइनलमा रूपन्देही 11 र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुनेछ। भाइ पाएर सिधै क्वार्टर फाइनल पुगेका दुई टोली बीच एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो 2 बजेपछि खेल सुरु हुनेछ। हिजो भएको खेलमा सडन डेथमा आयोजक धरान फुटबल क्लब पहेँलोलाई हराउँदै पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। निर्धारित समयको खेल 1-1को बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। दुई विदेशी सहित 10 टोली सहभागी प्रतियोगिताको विजेताले 5 लाख रुपैयाँ र उपविजेताले 2,50,000 रुपैयाँ प्राप्त गर्नेछ। ताप्लेजुङमा जारी पाथिभरा राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली सेनाको श्री बक्स गुल्मको मैदान फुङलिङमा हुने फाइनल खेल दिउँसो 1 बजेपछि सुरु हुनेछ। राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा सर्वाधिक अङ्क ल्याएका आर्मी र पुलिसले फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। तेस्रो स्थानका लागि पनि आजै मध्यमाञ्चल विकास क्षेत्र र पूर्वाञ्चल बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान 11 बजे सुरु हुनेछ। हस्त कान्तिपुर डायरीको अहिलेको बुलेटिन यही सकिन्छ। हाम्रो अर्को बुलेटिन बिहान 10 बजे हुनेछ। तबसम्मलाई साथी प्रकाश र म लक्ष्मी बिदा माग्छौं। नमस्कार।